यद्यपि नेपालका सबै प्रधानमन्त्रीहरू मोदीको गोजीभित्र कसरी अटिन्छ, नेहरूको गोजीभित्र कसरी अटिन्छ, या अटल बिहारी वाजपेयीको गोजीभित्र कसरी अटिन्छ, या हर्दनहल्ली डोर्दे गौडा देवगौडाको गोजीभित्र कसरी अटिन्छ, या पीवी नरसिंह राव पामुलापति वेङ्कट नरसिंह रावको गोजीभित्र कसरी अटिन्छ भनेर नै नेपालमा आजसम्म भएका प्रधानमन्त्रीहरूले प्रयत्न गर्थे। तर यिनले चाहिँ निर्लज्ज ढङ्गबाट बरबराउने काम गरे र नेपालको राष्ट्रिय स्वाधीनतामाथि बालेन्द्र शाहको यो अभिव्यक्ति निकै नै लज्जास्पद, निकै नै टिटलाग्दो, निकै नै दयनीय र यो अक्षम्य उनले नेपालको राष्ट्रिय स्वाधीनतामाथि अपराध गरेका छन्। मिडिया मार्फत बालेन्द्रको कानले सुन्दैन, उनलाई सुन्न रुचि छैन, उनलाई हेर्न पनि रुचि छैन। तर तपाईहरुले लगेर सुनाइदिनु होला। पहिलो कुरा, नेपाल र भारतको बीचमा 30 ठाउँमा सीमा